हेलो एभ्रिवान, म पङ्कज कर्ण केयुएसएमएसबाट एमबिबिएस थर्ड इयर। आज चाहिँ हामीले चाहिँ पार्टिकल फिजिक्स र युनिभर्स एन्ड सोर्स अफ एनर्जीको बारेमा क्वाड गर्न गइरहेछौँ, जुन हाम्रो आज टेस्ट थियो। ल, एन्टिपार्टिकल्स अफ इलेक्ट्रोन इज एन्टिपार्टिकल्स अफ इलेक्ट्रोन इज यो चाहिँ हामी सबैलाई थाहा नै छ, पोजिट्रोन भनेर हुन्छ। म्याक्सिममले ठिक पनि गरे होला, एन्टिपार्टिकल अफ इलेक्ट्रोन इज पोजिट्रोन भनेर। अब हामीले चाहिँ के थाहा पाउनु पर्यो भने सबैको एन्टी पार्टिकल्स चाहिँ थाहा पाउनु पर्यो। प्रोटोन, इलेक्ट्रोन, न्युट्रोन, न्युट्रिनो, मेजोन, पोजिटिभ मेजोन। सो प्रोटोनको के हुन्छ? एन्टी प्रोटोन। इलेक्ट्रोनको के हुन्छ? ओके प्रोटोन इलेक्ट्रोनको के हुन्छ? पोजिट्रोन। ठिक छ, के हुन्छ? पोजिट्रोन। पोजिट्रोन। न्युट्रोनको के हुन्छ? एन्टी न्युट्रोन। ठिक छ, न्युट्रिनोको चाहिँ एन्टी न्युट्रिनो। र मेजोनको के हुन्छ? मेजोन पोजिटिभको मेजोन माइनस। मेजोनलाई डिस्कभर कसले गरेको छ? मेजोनलाई डिस्कभर गर्ने याकुवाले डिस्कभर गर्नु भएको छ, हैन? याकुवाले डिस्कभर गर्नु भएको छ। न्युट्रिनोलाई डिस्कभर कसले गर्नु भएको छ? फर्मी। न्युट्रिनो र एन्टी न्युट्रिनो दुवैलाई डिस्कभर गर्ने को हो रे? न्युट्रिनो र एन्टी न्युट्रिनो दुवैलाई डिस्कभर गर्ने फर्मी। ओके, सो फर्मी, एमआई फर्मी। अब हाम्रो न्युट्रोन बाँकी हुन्छ। न्युट्रोन, इलेक्ट्रोन र प्रोटोन। हामीलाई थाहा छ प्रोटोनलाई डिस्कभर गर्ने को हो? प्रोटोनलाई डिस्कभर गर्ने गोल्डस्टिन, गोल्ड, GOLD स्टिन। इलेक्ट्रोनलाई डिस्कभर गर्ने कसले रे? जे थम्सन। अनि न्युट्रोनलाई डिस्कभर गर्ने चार्डविक। ठिक छ, अनि पोजिट्रोनलाई डिस्कभर गर्ने एन्डरसन। यो कुराहरू मैले अस्ति हाम्रो केमिस्ट्री, फिजिकल केमिस्ट्री, एटोमिक स्ट्रक्चरको क्वाडमा पनि मैले भनिसकेका थिएँ। फेरि मैले रिपिट गरिदिएँ, इम्पोर्टेन्ट छ। साइन्टिस्टको नाम सोध्यो भने चाहिँ यति गर्नु पर्यो। यो किन जरुरी छ होइन? 1 मार्कको आउँछ, 1 मार्कको बिग्रियो भने पनि के ठुलो कुरा हुन्छ लाग्ला भने 1 मार्कले तिमीहरूको ऱ्याङ्क डिसाइड गर्छ क्या। सो यति इजी क्वेसनहरू ऱ्याङ्क डिसाइड गर्छ। गाह्रो क्वेसन तिमीले बिगारेर आयो भने त्यसले पनि 1 मार्क डिसाइड गर्ने भयो, तर गाह्रो क्वेसन बिगार्यो भने सबैले बिगारेको हुन्छ। इजी क्वेसन्सहरू बिगार्यो भने सिधै तल झर्छौ ऱ्याङ्कबाट। सो यस्तो क्वेसनहरू बिगार्नु भएन। सेकेन्ड नम्बरमा क्वार्क इज हेल्ड टुगेदर बाई ग्लियोन्स हुन्छ। तिम्रो के हुन्छ भने क्वार्क छ, अर्को पनि क्वार्क छ। यो क्वार्कलाई जोड्ने काम होइन, जोड्ने काम कसले गर्छ? GLUON, ग्लियोन्सले गर्छ। ठिक छ, डब्लु बोजोन्सहरूले के गर्छ भने विक फोर्सलाई मा के भन्छ तिम्रो मोडरेटरको काम गर्छ। यति बुझ। सो यति अहिलेको लागि यसमा यतिमै हो। विच फन्डामेन्टल फोर्स इज द विकेस्ट फोर्स? मैले के भन्न चाहन्छु भने तिमीहरूलाई यसमा के भन्न चाहन्छु भने फोर्सको जुन छ नि, फोर्सको जुन रेसियो छ नि, स्ट्रङ फोर्स भनेर हुन्छ। के हुन्छ? स्ट्रङ फोर्स। इलेक्ट्रोम्याग्नेटिक फोर्स भनेर हुन्छ। ठिक छ, इलेक्ट्रोम्याग्नेटिक फोर्स भनेर हुन्छ। त्यसपछि के हुन्छ? तिम्रो विक फोर्स हुन्छ र यसको के हुन्छ? तिम्रो ग्राभिटेसनल फोर्स। यसको रेसियो सोध्न सक्छ कहिले इक्जाममा। आई थिङ्क सीमा सोधेको क्वेसन होला यो के भन्छ रेसियो भनेर, के भन्छ तिम्रो रेसियो अफ यो फोर्सहरू भनेर कहीँ त सोधेको छ। सो स्ट्रङ फोर्सलाई 1 मान्यो भने
इलेक्ट्रोम्याग्नेटिक फोर्स तिम्रो 10 को पावर -2 हुन्छ, विकेस्ट फोर्स 10 को पावर -13 हुन्छ र ग्राभिटेसनल फोर्स कति हुन्छ 10 को पावर -39 हुन्छ। हेर त कति सानो छ ग्राभिटेसनल फोर्स। सो विकेस्ट फोर्स के हुन्छ हाम्रो ग्राभिटेसनल फोर्स इज द आन्सर। अब तिम्रो स्टुडेन्टहरूलाई विक फोर्स हेरेर नै के लाग्छ भने सबभन्दा विकेस्ट होला यो होइन, विक फोर्स भनेर भन्ने बित्तिकै यो विक होइन, सबभन्दा विकेस्ट भनेको हाम्रो ग्राभिटेसनल फोर्स हो। विच अफ द फलोइङ पार्टिकल इज ह्याड्रोन भनेर। अब हेर हामीले क्लासिफिकेसनबाट यो क्लासिफिकेसनको कन्सेप्ट हो, क्लासिफिकेसन अफ कन्सेप्ट हो, इलिमेन्ट्री पार्टिकल्सलाई क्लासिफाई गरेको जुन छ नि त्यहाँबाट क्वेसन छ। सो क्लासिफिकेसन थाहा पायो भने हामीले दुईवटा बेसिसमा गरेका छौँ, एउटा स्पिनको बेसिसमा अर्को के को बेसिसमा हामीले भन्दा पनि गरेको छ साइन्टिस्टहरूले बनाउनेहरूले स्पिनको बेसिसमा र मासेसको बेसिसमा। ठिक छ। सो पहिला म के गर्छु भने मासको बेसिसमा तिमीहरूलाई क्लासिफाई गरेर देखाउँछु, त्यसपछि चाहिँ स्पिनको बेसिसमा क्लासिफाई गरेर देखाउँछु, त्यसपछि चाहिँ हामी आन्सर भनौँला। मासको बेसिसमा गर्यो भने के छ भने तीनटा छ, लेप्टोन, अनि त्यसपछि तिम्रो के छ भने मेजोन र तिम्रो के छ भने ब्यारोन। मेजोन, लेप्टोन र ब्यारोन। ठिक छ। लेप्टोन, मेजोन र ब्यारोन। हेर एलबाट लेप्टोन छ, यिनीहरू लाइट हुन्छ सबभन्दा, एमबाट मेजोन छ मिड मास हुन्छ, इन्टरमिडिएट हेभी हुन्छ, अनि बीबाट ब्यारोन, बीबाट के हुन्छ तिम्रो भारी, सबभन्दा भारी हुने हेभी, सबभन्दा हेभी के हुन्छ ब्यारोन। सो याद गर लेप्टोन, मेजोन र ब्यारोन मासेसको बेसिसमा इलिमेन्टरी पार्टिकल्सलाई क्लासिफाई गर्यो भने हामीले मासको बेसिसमा लेप्टोन, मेजोन र ब्यारियोन, ब्यारियोन बी फोर ब्यारी, बी फोर ब्यारियोन, ब्यारोन, बी फोर भारी, एम फोर मेजोन, एम फोर मिड, मिड भनेको इन्टरमिडिएट मास हुन्छ, के हुन्छ इन्टरमिडिएट मास हुन्छ, अनि लेप्टोन, एल फोर लाइट, सबभन्दा हलुको हुन्छ। ठिक छ। अब लेप्टोनमा के पर्छ, मेजोनमा के पर्छ र ब्यारोनमा के पर्छ त्यो कुरा चाहिँ गर्नु पर्यो। अब हेर ब्यारियोनमा, लेप्टोनमा र मेजोनमा। सो लेप्टोनमा तिम्रो तीनटा फ्यामिली हुन्छ, 3 फ्यामिली। फर्स्ट फ्यामिली हुन्छ इलेक्ट्रोनको, जसमा के पर्छ भने इलेक्ट्रोन पर्छ र तिम्रो के भन्छ इलेक्ट्रोन न्युट्रिनो भनेर पर्छ। ठिक छ। इलेक्ट्रोन न्युट्रिनो, इलेक्ट्रोन एन्टी न्युट्रिनो, सरी इलेक्ट्रोन एन्टी न्युट्रिनो के पर्छ इलेक्ट्रोन एन्टी न्युट्रिनो भनेर पर्छ, इलेक्ट्रोन एन्टी न्युट्रिनो। त्यसपछि अर्को के हुन्छ तिम्रो म्युओन भनेर हुन्छ, जसमा तिम्रो के हुन्छ म्यु हुन्छ र के भन्छ तिम्रो म्युओन एन्टी न्युट्रिनो हुन्छ, म्युओन एन्टी न्युट्रिनो हुन्छ। अर्को के हुन्छ तिम्रो टाउ भनेर हुन्छ, टाउ, टाउ। तीनटा फ्यामिली भयो, हरेक फ्यामिलीमा दुईटा इक्जाम्पल छ, बुझ्यौ। सो टाउ, 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 टाउमा के छ तिम्रो यस्तो सिम्बल भयो र यसमा के हुन्छ टाउ एन्टी न्युट्रिनो भनेर हुन्छ, बुझ्यौ। यति हुन्छ, 6वटा हुन्छ। मेजोनमा अब मेजोनमा भन्यो भने तिम्रो पाई मेजोन हुन्छ, प्लस मेजोन हुन्छ, अनि त्यसपछि यो 0 भनेर हुन्छ, बुझ्यौ। अनि यसमा के हुन्छ क्यारियोन भनेर हुन्छ, क्यारियोनमा पनि के हुन्छ भने के प्लस, के 0, के माइनस भनेर हुन्छ र अर्को के हुन्छ यसमा इट्टा भनेर हुन्छ, के हुन्छ इट्टा भनेर हुन्छ। अब ग्यासमुज भयो तर बुझ अलिक, यो मेजोन हो, प्लस पाई माइनस अनि पाई 0, अनि क्यारियोन भनेर हुन्छ के प्लस, के 0, के माइनस हुन्छ र इट्टा भनेर हुन्छ, बुझ्यो। अनि ब्यारोन, ब्यारोनमा के हुन्छ भने अब दुईटा चिज हुन्छ, एउटा हुन्छ तिम्रो NuClEon, न्युक्लियोन भनेर हुन्छ, अनि अर्को के हुन्छ तिम्रो हाइपरोन्स भनेर हुन्छ, के हुन्छ हाइपरोन्स। न्युक्लियोनमा पर्ने हो प्रोटोन, एन्टी प्रोटोन, न्युट्रोन, एन्टी न्युट्रोन पर्ने भयो, अनि हाइपेरेन्समा के पर्छ भने यो सिग्मा प्लस, सिग्मा माइनस, सिग्मा 0, ल्याम्डा 0 भनेर हाइपरोन्समा पर्छ, बुझ्यौ। यो भयो तिम्रो मासेसको बेसिसमा क्लासिफिकेसन। ठिक छ। अब हामी स्पिनको बेसिसमा क्लासिफिकेसन गर्छौँ, स्पिनको बेसिसमा इलिमेन्ट्री पार्टिकल्सलाई स्पिनको बेसिसमा गर्यो भने दुईटा हुन्छ,
एउटा तिम्रो फर्मियोन्स भनेर हुन्छ, अर्को तिम्रो के हुन्छ भने तिम्रो बोजोन्स भनेर हुन्छ, बोजोन्स भनेर हुन्छ है र। फर्मियोन्सले पाउल स्टिफन प्रिन्सिपललाई एक्सेप्ट गरेको छ, फर्मियोन्सले के गरेको छ, पाउल स्टिफन प्रिन्सिपललाई एक्सेप्ट गरेको छ र ओबे गरेको छ, के गरेको छ, ओबे गरेको छ। अब फर्मियोन्समा दुईटा हुन्छ, एउटा हुन्छ तिम्रो लेप्टोन, हेर लेप्टोन तिमीलाई स्पिनको बेसिसमा पनि क्लासिफाई गरेको छ र मासको बेसिसमा पनि गरेको छ। अर्को हुन्छ तिम्रो क्वार्क। अब हेर यो जुन छ नि लेप्टोन र क्वार्कलाई के गरेको छ भने तिम्रो इन्ट्रिगल मल्टिप्लिकेसन अफ चार्जको बेसिसमा गरेको छ, इलेक्ट्रोनको चार्जको बेसिसमा। अगर इन्ट्रिगल मल्टिपल छ भने लेप्टोन भयो र तिम्रो फ्र्याक्सनल मल्टिपल अफ इलेक्ट्रोन छ भने क्वार्क भयो। इलेक्ट्रोनको फ्र्याक्सनल छ भने अनि इन्ट्रिगल छ भने लेप्टोन। अब लेप्टोनमा मैले अघि जे भनिसकेँ तीनटा फ्यामिली, त्यही कुरा यहाँ पनि त्यही हो, बुझ्यौ। अब क्वार्कको लागि हेऱ्यो भने तीनटा फ्यामिली यसमा पनि छ, 3 फ्यामिली छ, जसमा के हुन्छ तिम्रो अप र डाउन हुन्छ, बुझ्यौ, अप र डाउन हुन्छ, चार्म र स्ट्रेन्ज भनेर हुन्छ, र अर्को तेस्रो के हुन्छ तिम्रो टप र डाउन भनेर हुन्छ, बुझ्यौ। जति पनि अप स्ट्रेन्ज टप छ यिनीहरू यसको के हुन्छ तिम्रो +2/3 इलेक्ट्रोन हुन्छ, डाउन स्ट्रेन्ज र बटम छ भने यिनीहरू के हुन्छ -1/3 हुन्छ। हेर त फ्र्याक्सनल मल्टिप्लिकेसन छ, इलेक्ट्रोनको ई भइहाल्यो, यसमा के छ इन्ट्रिगल मल्टिपल हुन्छ लेप्टोनमा। अब बोजोनमा आयो भने बोजोनमा तिम्रो त्यही चारवटा फोर्स हुन्छ, जसमा तिम्रो के हुन्छ भने ग्राभिटेसनल फोर्स हुन्छ, जुन ग्राभिटोनले गर्छ, के हुन्छ मेडिएट गर्छ। इलेक्ट्रोम्याग्नेटिक फोर्स हुन्छ, जसले कसले गर्ने हो त्यो फोटोनले मेडिएट गर्छ। अनि विक फोर्सहरू कसले गर्ने हो, विक बोजोन्सले गर्ने हो, बुझ्यौ। अनि त्यसपछि लास्टमा गएर तिम्रो के हुन्छ स्ट्रङ फोर्सेस हुन्छ, जुन ग्लियोन्सले गर्छ। यति हो र यति हो। अब तिमीहरूलाई ह्याड्रोनमा के पर्दैन भनेर सोध्यो भने र यो मेजोन र ब्यारियन भनेको के हो भने ह्याड्रोन हो है, मैले त्यो छुटाएको रहेछु। अब म भनिदिन्छु एकचोटि। मासेसको हामीले दुईटा बेसिसमा क्लासिफाई गर्छौँ इलिमेन्ट्री पार्टिकल्सलाई, एउटा मासेसको बेसिसमा गर्छौँ, एउटा कसको बेसिसमा, स्पिनको बेसिसमा गर्छौँ। मासको बेसिसमा दुईटा हुन्छ, लेप्टोन हुन्छ, मासको बेसिसमा दुईटा हुन्छ, एउटा लेप्टोन हुन्छ, अर्को के हुन्छ ह्याड्रोन हुन्छ। ह्याड्रोनको भित्र तिम्रो मेजोन र ब्यारियोन पर्छ। अनि लेप्टोनमा तीनटा फ्यामिली हुन्छ, लेप्टोनमा इलेक्ट्रोन, म्युओन र टाउ, इलेक्ट्रोनमा इलेक्ट्रोन एन्टी न्युट्रिनो, म्युओन एन्टी न्युट्रिनो, टाउ एन्टी न्युट्रिनो हुन्छ। अनि त्यसपछि मेजोनमा यस्तै यो इक्जाम्पलहरू मैले भनिसकेँ। त्यसपछि ब्यारोनमा के हुन्छ, ब्यारोनको न्युक्लियोन हुन्छ र हाइपरोन्स हुन्छ, न्युक्लियोनमा प्रोटोन एन्टिप्रोटोन, न्युट्रोन एन्टी न्युट्रोन हुन्छ। सो ह्याड्रोनमा के परेन त, ह्याड्रोनभित्र हेर त प्रोटोन पनि परिरहेको छ, किनभने ह्याड्रोनको भित्र तिम्रो ब्यारियोन्सको भित्र तिम्रो के भन्छ प्रोटोन र न्युट्रोन हुन्छ। सो प्रोटोन न्युट्रोनहरू पनि पर्यो, मेजोन पनि ह्याड्रोनको भित्र पर्छ। सो के परेन, इलेक्ट्रोन परेन। र स्पिनको नम्बरमा क्लासिफाई गरियो भने, वेमा क्लासिफाई गरियो भने फर्मियोन्स हुन्छ र बोजोन हुन्छ। फर्मियोनमा लेप्टोन हुन्छ र क्वार्क हुन्छ, र क्वार्क के भन्छ तीनटा फ्यामिली अप डाउन, चार्म स्ट्रेन्ज र टप र बटम हुन्छ। र जति पनि पछाडिको छ डाउन स्ट्रेन्ज बटम -1/3, अप्पर चार्म र टप भनेको +2/3 भयो। अनि पछाडिको जुन डाउन स्ट्रेन्ज र यो छ नि के भन्छ बटम, त्यो -1/3 भयो। अनि क्वार्क कम्बिनेसन भयो, लेप्टोनको लागि भयो। अब बोजोनमा चाहिँ जति पनि फोर्स छ त्यसलाई कसले मेडिएट गर्छ, ग्राभिटोनले गर्छ, ग्राभिटेसनललाई, इलेक्ट्रोम्याग्नेटिकलाई फोटोनले, विक फोर्सलाई विक बोजोनले, स्ट्रङलाई ग्लियोन्सको अघि के भन्छ तिम्रो विच द कहाँ गयो यो क्वार्क इज हेल्ड टुगेदर बाई विच फोर्स भनेर ग्लियोन्स छ, ग्लियोन्समा स्ट्रङ फोर्सहरूलाई कसले गर्छ, स्ट्रङ फोर्सलाई कसले गर्छ, ग्लियोन्सले गर्छ। ल यति गरिसकेपछि अब चाहिँ फास्ट नै हुन्छ सब कुराहरू। विच लेप्टोन इज द हेभिएस्ट। अब हेर मैले के भनेको छु तिमीहरूलाई, पहिला इलेक्ट्रोन फ्यामिली, त्यसपछि के भन्छ म्युओन्स फ्यामिली, त्यसपछि टाउ फ्यामिली तल जान्छ।
त्यसरी तिम्रो हेभिनेस बढ्दै जान्छ। सो टाउ भयो। सो के भयो? टाउ भयो। टाउ इज द हेभिएस्ट, याद राख। एज अफ युनिभर्स के हुन्छ तिम्रो? एज अफ युनिभर्स तिम्रो हुन्छ सबजनाले के गरेछ भने एज अफ अर्थ चुज गरेर बसेको छ 4.5 बिलियन्स इयर्स भनेर चुज गरेको छ। यो एज अफ अर्थ हो क्या, 4.5 बिलियन्स के हो? एज अफ अर्थ हो। एज अफ युनिभर्स के छ भने एज अफ युनिभर्स के छ भने 13.8 बिलियन्स इयर्स छ। बुझ्यो? यसलाई प्रुभ कसरी गर्ने भने हबल्स लबाट कसरी प्रुभ गर्ने? भी इज इक्वल्स टु एच नट एच नट डी हुन्छ। अब हेर हबल्स लमा के गर्ने हो भने यसलाई 1/h नट गरिदियो इक्वल टु डी बाई भी हुन्छ, अर 1/h नट इज इक्वल्स टु टी हुन्छ। यो कसरी टी भयो भने डी बाई भी भेलोसिटी इज इक्वल्स टु डिस्टेन्स बाई टाइम हुन्छ। भेलोसिटी इज इक्वल्स टु डिस्टेन्स बाई टाइम हुन्छ र टाइम इक्वल टु के आउँछ? डी बाई भी आउँछ। सो तिम्रो के भयो भने अब यता हबल्सको भ्यालु के हुन्छ भने हबल्सको भ्यालु के हुन्छ भने 2.3 हबल्सको भ्यालु हबल नटको भ्यालु 2.3 इन्टु 10 को पावर -8 पर सेकेन्ड भनेर हुन्छ युनिटमा। र 2.3 इन्टु 10 को पावर -8 18 नट 8 18 टी। सो टी को भ्यालु तिमीले यसलाई सल्भ गर्यो भने कति आउँछ भने 1.4 इन्टु 10 को पावर 10 इयर्स आउँछ। 10 को पावर 10 इयर्स आउँछ। यसलाई सल्भ गर्यो भने इयर्समा ल्यायो भने यो सेकेन्डमा छ, यसलाई इयर्समा ल्यायो भने 1.4 इन्टु 10 को पावर 10 भनेर आउँछ। ठिक छ? सो 10 आउँछ। टी इज इक्वल्स टु कति हुन्छ तिम्रो? 1.4 इन्टु 10 को पावर 10 इयर्स हुन्छ। यो भनेको कति हो तिम्रो? 14 मिलियन्स हो। सो यसरी एज अफ युनिभर्स पता लगाएको छ। पता लगाएको छ 13.8 बिलियन्स इयर्स भनेर एप्रोक्सिमेटली। विच टाइप्स अफ ग्यालेक्सी इज अ मिल्की ग्यालेक्सी? स्पाइरल ग्यालेक्सी। मोस्ट ग्यालेक्सीहरू स्पाइरल ग्यालेक्सी हुन्छ, त्यसपछि इलिप्टिकल हुन्छ, स्पाइरल फोलोडेड बाई इलिप्टिकल हुन्छ। र स्पाइरल ग्यालेक्सीको एउटा फिचर्स के भन्न चाहन्छु भने बिचतिर मिडतिर बिट्विनतिर डार्क हुन्छ अलिकति, र डार्क हुन्छ र पेरिफेरीमा के हुन्छ तिम्रो लाइट इमिट भइरहेको हुन्छ। लाइट के भइरहेको हुन्छ? इमिट भइरहेको हुन्छ। सो हल्का हल्का लाइटहरू के भइरहेको हुन्छ? इमिट भइरहेको हुन्छ। सो मोस्ट लाइटनिङ पार्ट कहाँ छ? पेरिफेरीतिर छ, र मिडतिर के हुन्छ तिम्रो? डार्क, अलिअलि डार्क भइरहेको हुन्छ। सो यस्तो हुन्छ स्पाइरल। यस्तो हुन्छ क्या, हामीहरूले हेरिरहेको हुन्छौँ नि कति फोटोमा यस्तो बाहिरतिर चम्किरहेको हुन्छ, भित्रतिर के हुन्छ? अलिकति डार्क डार्क हुन्छ स्पाइरल ग्यालेक्सीहरूको फोटोहरू हेऱ्यो भने। ल, नियरेस्ट ग्यालेक्सी अब एन्ड्रोमेडा ग्यालेक्सी भनेर छ। नियरेस्ट ग्यालेक्सी अब त्यही थाहा पाउने। कलर अफ द स्टार इज इन्डिकेसन अफ। अब हेर तिमीलाई थाहा छ VIBGYOR, यहाँबाट के हुन्छ भने वेभलेन्थ इन्क्रिज भइरहेको हुन्छ। अर्को वेभलेन्थको फर्मुला के छ भने 1/T विन्स डिस्प्लेसमेन्ट ल भनेर छ। विन्स डिस्प्लेसमेन्ट ल भनेर छ। अब W वेभलेन्थ बढ्यो भने टेम्परेचर के हुन्छ? घट्छ नि त। सो टेम्परेचर घट्छ। अब वेभलेन्थ बढ्यो भने टेम्परेचर घट्छ। सो वेभलेन्थ अनि यो कलरको वेभलेन्थ हामीले यसरी दिएको छ। कलरहरूको वेभलेन्थ इन्क्रिजिङ अर्डरमा यसरी राखेको छ। सो वेभलेन्थ दुवैको कमन छ। सो वेभलेन्थले कसरी कलरले तिमीलाई टेम्परेचर देखाउँछ? यसरी कलरले तिमीलाई टेम्परेचर देखाउने भयो। रिलेसन दियो, कलर र टेम्परेचरको रिलेसन यहाँबाट हामीले कनेक्ट गर्न सक्छौँ। सो कलर अफ द स्टार इज द इन्डिकेसन अफ सर्फेस टेम्परेचर भन्न सक्यो। अब हेर जसको वेभलेन्थ सानो छ त्यसको टेम्परेचर हाई हुन्छ। जसको वेभलेन्थ सानो छ त्यसको टेम्परेचर हाई हुन्छ, र जसको वेभलेन्थ कम छ त्यसको टेम्परेचर के हुन्छ? जसको वेभलेन्थ ठुलो छ त्यसको टेम्परेचर के हुन्छ? बढी हुन्छ। एकछिन, जसको वेभलेन्थ कम छ त्यसको टेम्परेचर धेरै हुने भयो, इन्भर्सली रिलेसन। अनि वेभलेन्थ बढी छ भने टेम्परेचर के हुन्छ? कम हुन्छ। सो वेभलेन्थ सबभन्दा बढी रेडको छ र सबभन्दा कम तिम्रो ब्लू भाइलेटतिरको हुन्छ। सो जेनरली के भन्छ कोल्ड स्टारहरू के हुन्छ? रेड कलरको देखिन्छ, र तिम्रो हट स्टार्सहरू के हुन्छ? तिम्रो ब्लू कलरको देखिन्छ। ठिक छ? ब्लू कलरको देखिन्छ। ठिक छ? यसरी थाहा पाउने हट स्टार्सहरू ब्लू कलरको देखिन्छ किनभने वेभलेन्थ सानो हुन्छ, अनि कोल्ड स्टारहरू रेड कलरको देखिन्छ किनभने वेभलेन्थ ठुलो हुन्छ।
सो हाम्रो यहाँ के भयो, कलर अफ द स्टार इज द इन्डिकेसन अफ सर्फेस टेम्परेचर। ल अब यहाँबाट पेयर प्रोडक्सन र पेयर एनहेलिसन भनेर हुन्छ। पेयर प्रोडक्सन पेयर प्रोडक्सन भनेको के हो भने कुनै पनि हाइली एनर्जेटिक गामा रेज आएर कुनै पनि एउटा सर्फेसमा स्ट्राइक गर्यो रे त के हुन्छ, सर्टेन एमाउन्ट अफ न्युक्लियसले त्यो रेजहरूलाई एनर्जीलाई अब्जर्भ गरेर के गर्छ भने न्युट्रोन डिभाइड भएर इलेक्ट्रोन र पोजिट्रोन POSITRON पोजिट्रोन बनाउँछ। हेर, यो रे जुन थियो एउटा एनर्जी ईमा थियो, अब यो के भयो, एउटा मास एममा कन्भर्ट भयो। यो जुन रिलेसन कसले दिन्छ, एमसी स्क्वायरले दिन्छ, E इक्वल्स टु एमसी स्क्वायरले दिन्छ। यसरी तिम्रो के हुन्छ भने पेयर प्रोडक्सन, एउटा पेयर बनायो कि बनाएन, प्रोड्युस गर्यो कि गरेन, एउटा एनर्जीले पेयर प्रोड्युस गर्यो नि, सो यसको नाम के हुन्छ, पेयर प्रोडक्सन हुन्छ। यो एनर्जी गर्नलाई यो के भन्छ, रियाक्सन या फिर यो के भन्छ, प्रोसेस गर्नलाई मिनिमम एनर्जी चाहिने, मिनिमम एनर्जी कति चाहिन्छ, मिनिमम एनर्जी 1.02 मेगा इलेक्ट्रोन भोल्ट चाहिन्छ मिनिमम एनर्जी। योभन्दा कम एनर्जी दियो भने यो पेयर प्रोडक्सन हुँदैन। योभन्दा कम एनर्जी दियो भने पेयर प्रोडक्सन हुँदैन। के हुन्छ तिम्रो, योभन्दा कम एनर्जी दियो भने पेयर प्रोडक्सन हुँदैन। के हुन्छ, फोटो इलेक्ट्रिक इफेक्ट हुन जान्छ, एन्ड कम्पटन इफेक्ट हुन जान्छ। कम्पटन इफेक्ट हुन्छ। के हुनु पर्यो तिम्रो पेयर प्रोडक्सनको लागि, फोर पेयर प्रोडक्सन के हुनु पर्यो, फोर पेयर प्रोडक्सन तिम्रो के हुन्छ, मिनिमम एनर्जी ग्रेटर देन इक्वल टु, मिनिमम एनर्जी कति हुनु पर्यो, 0.2 मेगा इलेक्ट्रोन भोल्ट हुने भयो। सो मिनिमम 1.02 मेगा इलेक्ट्रोन हाल्ने, त्योभन्दा बढी भयो भने के गर्छ भने काइनेटिक एनर्जी अफ यो प्रोड्युस इलेक्ट्रोन र पोजिट्रोन बनाएर यसको काइनेटिक एनर्जीमा हेल्प गरिदिन्छ, मतलब काइनेटिक एनर्जी इन्क्रिज गराउनमा हेल्प गर्छ बडी एनर्जीले। यो भनेको तिम्रो पेयर प्रोडक्सन हो। र पेयर एनिहिलेसन भनेको के हो, पेयर एनिहिलेसन भनेको के हो, अब ल पेयर एनिहिलेसन भनेको के हो। अब पेयर एनिहिलेसन भनेको के हो, एउटा पेयर प्रोडक्सन भनेर हुन्छ, एउटा पेयर एनिहिलेसन भनेर हुन्छ। ठिक छ, पेयर एनिहिलेसन भनेर हुन्छ। पेयर एनिहिलेसनमा के हुन्छ, ठ्याक्कै यसको उल्टा, इलेक्ट्रोन र तिम्रो अर्को के, पोजिट्रोन जब एउटा हाइली स्पिडबाट एकदम क्लोज आयो भने तिम्रो के हुन्छ, टु गामा रेडिएसन प्रोड्युस गर्छ, टु गामा रेज प्रोड्युस गर्छ। यहाँबाट हेर त, पहिला यो मास थियो, अब के भयो, एनर्जीमा कन्भर्ट भयो, E इक्वल्स टु एमसी स्क्वायर भनेपछि एनर्जीले मासमा कन्भर्ट गर्छ, मासले एनर्जीमा कन्भर्ट गर्छ। त यही जुन मासबाट एनर्जीमा कन्भर्ट भयो नि, पेयर एनिहिलेसन, पेयर जोडियो भने एउटा एनर्जी निस्कियो, E इक्वल्स टु यसमा पनि यति हुन्छ एनर्जी। सो यो भनेको यस्तोलाई के भन्ने हामीले पेयर एनिहिलेसन भन्ने। पेयर प्रोडक्सन भनेको मैले अघि भनिसकेँ, एनर्जीबाट इलेक्ट्रोन र पोजिट्रोन भन्ने। यसमा के छ, इलेक्ट्रोन र पोजिट्रोनले एकदमै क्लोज आएर के गर्छ, दुईटा गामा रेडिएसन निकाल्छ। सो हामीले अब गर्यो भने यसमा के भनेको छ, वाट डु यु मिन बाई द पेयर प्रोडक्सन भनेर भनेको छ, वाट डु यु मिन बाई पेयर प्रोडक्सन भनेर भनेको छ। र मिनिमम भ्याल्यु होइन, मिनिमम भ्याल्यु रिक्वायर्ड फर अ पेयर प्रोडक्सन। अब हेर्दा पेयर प्रोडक्सन भनेको मैले अघि नै भनिसकेँ, गामा रेजहरूको लागि हुन्छ। पहिला के गर्यो भने मिनिमम भ्याल्यु हेर, अरू त त्यो ल्याङ्ग्वेज पढ्नुभन्दा पनि न्युमेरिकल भ्यालुमा त आँखा मजाले जान्छ नि त। सो मिनिमम भ्यालु रिक्वायर्ड फर पेयर प्रोडक्सन भनेपछि 0.51 मेगा इलेक्ट्रोन भोल्ट हुँदैन, जहाँ 0.5 मेगा इलेक्ट्रोन भोल्ट छ त्यो अप्सन यस्तै काटिन्छ। तिमीले अप्सन बी र अप्सन सीबाट कुनै एउटा चुज गर्नु पर्यो। अब हेर, वेन इलेक्ट्रोन एन्ड के भन्छ प्रोटोन कम क्लोज टु इच अदर इट फर्म्स द टु गामा रेडिएसन भनेपछि यो के हो, पेयर एनिहिलेसन हो। के हो, एनिहिलेसन हो, पेयर एनिहिलेसन हो। अनि यो के छ तिम्रो पेयर प्रोडक्सन छ, किनभने वेन हाइली एनर्जेटिक यस्तो बाँकी भएको अप्सन पनि यही हो, त्यसको लागि आन्सर यही हुन्छ। वेन हाइली एनर्जेटिक गामा फोटोन्स स्ट्राइक्स अ सब्सटेन्स, न्युक्लियस अब्जर्भ इट, न्युक्लियसले अब्जर्भ गर्छ र इलेक्ट्रोन र पोजिट्रोन बनाउँछ। मिनिमम एनर्जी कति चाहिन्छ, 1.02 मेगा इलेक्ट्रोन भोल्ट चाहिन्छ। सो अप्सन सी इज द आन्सर। स्पिन अफ बोजोन कति हुन्छ, 0 हुन्छ, याद राख। इन्ट्रिगल मल्टिपल हुन्छ, स्पिन कति हुन्छ, इन्ट्रिगल मल्टिपल हुन्छ। अरूको स्पिन जुन फर्मियोन्स थियो नि, फर्मियोन्सलाई हामीले गरेका थियौँ, त्यसको इन्ट्रिगल मल्टिपल हुँदैन, त्यसको के हुन्छ तिम्रो
फ्र्याक्सनल इन्ट्रिगल मल्टिपल हुन्छ बुझ्यो सो विच अफ द फलोइङ हेज द इन्टरमिडिएट मास अघि नै भनिसके यमबाट मिड मिड भनेको यमबाट मिड भनेको इन्टरमिडिएट इन्टरमिडिएट भनेको मेजोन सो मेजोन इज द आन्सर क्वार्क कम्बिनेसन अफ प्रोटोन अब यहाँदेखि हेर म एउटा कुरा के भन्न चाहन्छु भने क्वार्क कम्बिनेसन कसको हुन्छ तिम्रो जेनरली ब्यारियोन्सहरूको हुन्छ ब्यारियोन्सहरूको क्वार्क कम्बिनेसन हुन्छ यसमा के हुन्छ भने एउटा हुन्छ तिम्रो ब्यारियोन्स भन्दा पनि हाइड्रोन्स भनौँ होइन हाइड्रोन्स भन्यो भने सजिलो हुन्छ म यो दुईवटा कुरा भन्न चाहन्छु हाइड्रोन्सको हाइड्रोन्समा हाइड्रोन्सहरूलेमा क्वार्क कम्बिनेसन हुन्छ क्वार्क कम्बिनेसन अनि क्वार्क क्वार्कको बिचमा कसले कनेक्ट गरेर बसेको हुन्छ ग्लुओन्सले कनेक्ट गरेर बसेको हुन्छ होइन अब हाइड्रोन्सहरूमा क्वार्क कम्बिनेसन हुन्छ दुईवटा हुन्छ तिम्रो के हुन्छ भने दुईवटा हुन्छ एउटा तिम्रो न्युक्लियोन्स एनयुसिएलयुएन्स न्युक्लियोन्स न्युक्लियोन्समा के हुन्छ तिम्रो प्रोटोन न्युट्रोन होइन न्युट्रोन एन्टिप्रोटोन र एन्टी न्युट्रोन भनेर हुन्छ ठिक छ त्योहरू हुन्छ तिम्रोहरूको अनि त्यसपछि अर्को के हुन्छ तिम्रो मेजोन भनेर याद राख मेजोन मेजोन जुन हुन्छ नि मेजोनमा अब हेर मेजोनमा जुन पाई प्लस पाई माइनस हुन्छ त्यो छँदैछ अब मैले यहाँ के बुझाउन खोजिरहेको छु भने न्युक्लियन्सको जुन प्रोटोन न्युट्रोन छ एन्टिप्रोटोन एन्टी न्युट्रोन छ यिनीहरूमा कतिवटा क्वार्कले बनेको हुन्छ 3वटा क्वार्कले बनेको हुन्छ जहिले पनि 3वटा क्वार्कले बनेको हुन्छ र मेजोनमा जहिले पनि के हुन्छ 2वटा क्वार्कले बनेको हुन्छ र यसमा मैले एउटा के भन्छ थप्ने कुरा र एडिसनल के भन्न चाहन्छु इम्पोर्टेन्ट कुरा हो जुन 3वटा क्वार्कले त बनेको हुन्छ तर तिम्रो के हुन्छ भने अनि मेजोन भनेको तिम्रो 2टा क्वार्कले बनेको हुन्छ होइन 2टा क्वार्कले बनेको हुन्छ यो न्युक्लियोन जुन छ न्युक्लियोन सो के हुन्छ भने 3टा क्वार्क बनेको छ तर 3टै क्वार्क के हुन्छ सेम ग्रुपको हुन्छ भन्नको मतलब जस्तो कि प्रोटोनको प्रोटोनमा के हुन्छ युयुडी हुन्छ न्युट्रोनको कुरा गर्यो भने युडिडी हुन्छ होइन किन त यसमा एन्टी छैन अब एन्टी प्रोटोनको कुरा गरेर त एन्टी प्रोटोनको कुरा गरेर त के हुन्छ यु कम्प्लिमेन्ट र डी कम्प्लिमेन्ट हुन्छ त्यस्तै एन्टी न्युट्रोनको कुरा गरेर त के हुन्छ तिम्रो यु कम्प्लिमेन्ट डी कम्प्लिमेन्ट हुन्छ भनेपछि कि त पार्टिकल 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 छ युयुयु डी छ युयुडी छ युडिडी छ पार्टिकल 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 छ कि त एन्टिपार्टिकल 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 छ एन्टिपार्टिकल 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 चाहिँ एन्टी न्युट्रोनमा भनेपछि कुनै एउटा ग्रुप छ तर मेजोनमा के हुन्छ भने 2टा क्वार्क मात्रै हुन्छ जसमा एउटा क्वार्क तिम्रो पार्टिकल हुन्छ भने अर्को के हुन्छ तिम्रो एन्टी पार्टिकल हुन्छ यो कुरा तिमीहरूले थाहा पाउनु पर्यो दिमागमा बसाउनु पर्यो पार्टिकल र एन्टी पार्टिकलको पनि कम्बाइन गरेर एउटा पार्टिकल्स बनाउन सकिन्छ त्यो भनेको मेजोन हो हाम्रो के छ भने प्रोटोन पार्टिकलले मात्रै बनेको छ एन्टिप्रोटोन एन्टिपार्टिकलले मात्रै बनेको छ मेजोन के छ भने तिम्रो पार्टिकल र एन्टिपार्टिकल दुवैले मिक्स भएर बनेको छ जस्तो कि तिम्रो यहाँ जुन छ तिम्रो पाई सो मेजोन के हुन्छ जहिले पनि पार्टिकल र एन्टिपार्टिकल दुवैले मिलेर बनेको छ मेजोन के छ तिम्रो पार्टिकल र एन्टिपार्टिकल दुवैले मिलेर बनेको छ यो याद हुनु पर्यो जस्तो कि पाई मेजोन छ त्यो के हुन्छ यु क्यापिटल यु कम्प्लिमेन्ट डी हुन्छ यु कम्प्लिमेन्ट डी हुन्छ कि हुँदैन यु कम्प्लिमेन्ट डी अनि पाई नेगेटिभको कुरा गर्यो भने यो पाई नेगेटिभको कुरा गर्यो भने के हुन्छ तिम्रो त्यो यु कम्प्लिमेन्ट डी होइन तिम्रो के हुन्छ भने यु डी कम्प्लिमेन्ट हुन्छ र पाई नेगेटिभ कुरा भने यु कम्प्लिमेन्ट डी हुन्छ यस्तो भयो हेर त पार्टिकल र एन्टिपार्टिकल मिलेर बनाइरहेछ नि त यो मेजोन हो सो हामीले अब के गर्ने क्वार्क कम्बिनेसन अफ प्रोटोनको कुरा गर्यो भने युयुडी हुन्छ र युडिडी हुन्छ अब तिमीलाई अघि मैले भने एउटा कुरा यु भनेको कति हो अप क्वार्क भनेको +2/3 इलेक्ट्रोन हो अनि डी भनेको -1/3 इलेक्ट्रोन हो अब युडी गर्यो भने प्रोटोनको लागि प्रोटोनको चार्ज कति छ अरे 1 छ सो 2/3 ई प्लस 2/3 ई प्लस 1/3 ई गर्यो भने 1/3 होइन -1/3 हुन्छ प्लस 1/3 होइन -1/3 यसले सल्भ गर्यो भने कति आउँछ तिम्रो प्लस ई आउँछ सो प्रोटोनको चार्ज आयो कि आएन +1 अनि त्यसपछि न्युट्रोनको गर त न्युट्रोनको गर्यो भने के हुन्छ न्युट्रोनको चार्ज 0 हुन्छ युडिडी गर्यो भने 2/3 ई -1/3 ई -1/3 ई गर्यो भने लास्टमा के आउँदो रहेछ 0 आउँदो रहेछ सो यसरी बनेको छ ल यति भयो त्यसपछि क्वार्क कम्बिनेसन अफ पोजिटिभ मेसोन एन्ड नेगेटिभ मेसोन अब हेर
मेस वनमा एन्टी एन्टी सँगै आउँदै आउँदैन, जहाँ जहाँ एन्टी एन्टी सँगै छ त्यसले अप्सनलाई त्यस्तै इलिमिनेट हानिदियो हानिरहेछ। अप्सन बी पनि भएन। अप्सन सीमा के छ भने नेगेटिभ मेस वान एन्टी एन्टी भनेको छ, हुँदैन यो पनि। त्यसपछि अब हेर मैले के भनेको छु भने पोजिटिभको लागि यु र डी भनेपछि एउटा पार्टिकल यु हुनु पर्यो, पार्टिकल अप हुनु पर्यो र एन्टी डाउन हुनु पर्यो। अनि नेगेटिभको लागि के छ भने एन्टी अप हुनु पर्यो र डाउन हुनु पर्यो, जुन कहाँ छ तिम्रो अप्सन एमा छ। सो आन्सर के भयो? अप्सन ए भयो। अप्सन डी ठ्याक्कै उल्टा दिएको छ, दिस इज द रङ अप्सन। ल, बिटा डिके इज इमिटेड बाई विच फोर्स? सो तिमीलाई एउटा कुरा याद राख्नु पर्यो के भने हेर, मेडिएटेड बाई भन्दा पनि रिस्पोन्सिबल बिटा डिके इज रिस्पोन्सिबल कुन फोर्सले गर्दा रिस्पोन्सिबल भयो बिटा डिके? सो इलेक्ट्रोम्याग्नेटिक फोर्स के को लागि रिस्पोन्सिबल हुन्छ? इलेक्ट्रोम्याग्नेटिक फोर्स तिम्रो सबै अप्सनको म भनिरहेको छु। इलेक्ट्रोम्याग्नेटिक फोर्स के को लागि हुन्छ? विक फोर्स के को लागि हुन्छ? स्ट्रङ फोर्स के को लागि हुन्छ? ग्राभिटेसनल फोर्स कसको लागि हुन्छ? स्ट्रङ फोर्स तिम्रो के भन्छ न्युक्लियसको स्टेबिलिटीको लागि, न्युक्लियसको स्टेबिलिटीको लागि। अनि इलेक्ट्रोम्याग्नेटिक फोर्स भनेको तिम्रो एटोमिकको स्टेबिलिटीको लागि, अनि यो युनिभर्सको स्टेबिलिटीको लागि, ठीक लागि। अनि विक फोर्स जुन छ नि, विक फोर्स यो भनेको तिम्रो बिटा डिकेको लागि, ठिक छ, बिटा डिकेको लागि हुन्छ। र यिनीहरूलाई मेडिएट कसले गर्छ? यिनीहरूलाई मेडिएट कसले गर्छ? स्ट्रङ फोर्सलाई मेडिएट गर्ने ह्याड्रोनले हो। विक फोर्सलाई मेडिएट गर्ने कसले हो? तिम्रो बोजोन्सले हो, बुझ्यौ? अनि के भन्छ तिम्रो इलेक्ट्रोम्याग्नेटिक फोर्सलाई के भन्छ तिम्रो इलेक्ट्रोम्याग्नेटिक फोर्सलाई मेडिएट गर्ने फोटोनले हो, बुझ्यौ? अनि ग्राभिटेसनल फोर्सलाई मेडिएट गर्ने ग्राभिटोन्सले हो, बुझ्यौ? ग्राभिटोन्सले हो, यति बुझ। टेम्परेचर अफ द सन इज मेजर्ड बाई रेडिएसन पाइरोमिटर भयो, त्यसमा केही पनि छैन। रेडिएसन पाइरोमिटरले के गर्छ तिम्रो टेम्परेचर अफ सनलाई मेजर। ग्यास थर्मामिटर, थर्मोकपल, मर्करी थर्मोकपल केही पनि हुँदैन त्यसको करेक्ट आन्सर। सो हाम्रो करेक्ट आन्सर के भयो? रेडिएसन पाइरोमिटर भयो। कसैलाई केही कन्फ्युजन होइन सोध। त्यसपछि ब्ल्याक होल इज फर्मड वेन? अब हेर, सपोज एम इज द मास अफ सन छ, मास अफ सन छ होइन। सो ग्रेटर देन 5m भयो भने होइन, 5m भयो मतलब 5 टाइम्स द मास अफ सन भयो भने के भन्छ? ब्ल्याक होल बनाउँछ, ब्ल्याक होल बनाउँछ। र 2 to 5 टाइम्स द मास अफ द सन भयो भने न्युट्रोन स्टार बनाउँछ, ठिक छ, न्युट्रोन स्टार बनाउँछ। सो आन्सर के भयो तिम्रो? बी भयो। त्यसपछि हबल्स कन्स्ट्यान्ट यति छ, तिमीलाई थाहा छ हबल्स कन्स्ट्यान्ट यति छ। र के भन्छ तिम्रो भेलोसिटी अफ अ ग्यालेक्सी यति 100 MPC छ, मतलब मेगा 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 पर पारा सेकेन्ड हुन्छ, या फिर मिलियन मिलियन पारा सेकेन्ड हुन्छ होइन। यस्तो यसको मिनिङ यो हो। अब भी इक्वल टु के छ तिम्रो? एच नट इन्टु डी छ। सो भी इक्वल टु अब हबल्स कति छ? 70 छ, अनि डी कति छ? 100 छ। सो 7000 किलोमिटर पर सेकेन्ड आउँछ भेलोसिटी। सो ए भयो आन्सर, ठिक छ। अब हबल्स कन्स्ट्यान्ट इभिडेन्स फर विच इम्पोर्टेन्ट कन्सेप्ट एबाउट द युनिभर्स? हबल्स कन्स्ट्यान्टले के भन्छ भने युनिभर्स एक्सपान्ड भइरहेछ भनेर भन्छ। हबल्स कन्स्ट्यान्टले के भन्छ? युनिभर्स एक्सपान्ड भएर भन्छ। हबल्स ल स्टेट द्याट Hubble laws states that velocity of receding planet is directly proportional to k. Velocity of receding planet or directly proportional to distance. Directly proportional to distance from earth, directly proportional to distance, बुझ्यो? फ्रम अर्थ भन्नु पर्यो। सो अब यहाँ के भनिरहेछ भने जो टाढा छ त्यो झन् टाढा गइरहेछ, भेलोसिटी डाइरेक्टली प्रोपोर्सनल टु डिस्टेन्स भनेर भनेको छ नि। जो टाढा छ त्यो झन् धेरै स्पिडले, अझै बढी स्पिडले टाढा गइरहेछ। जो अलिकति नजिक छ त्यो पनि टाढा गइरहेछ तर स्लो स्पिडले गइरहेछ। भनेपछि जो टाढा छ त्यो झन् टाढा गइरहेछ, जो नजिक छ त्यो अलिकति स्लो स्पिडले पनि टाढा गइरहेछ। भनेपछि यसले के इन्डिकेट गर्ने भयो? युनिभर्स के हुन्छ? एक्सपान्ड भइरहेछ, मतलब बाहिर बाहिर गइरहेछ।
मतलब अरू टाढा टाढिँदै गइरहेछ, ठुलो हुँदै गइरहेछ, एक्सपान्ड हुँदै गइरहेछ टाइम अनुसारले। ल एल्बिडो इज द रिफ्लेक्टिङ पावर अफ हेभेन्ली बडी। हेभेन्ली बडीले जुन लाइटहरूलाई रिफ्लेक्ट गर्छ त्यसको युनिट के हो भने एल्बेडो हो। एल्बेडोले कुनमा मेजर गरिन्छ, मेजर गरिन्छ एल्बेडोमा। सो एल्बेडो इज द मेजरिङ भयो रिफ्लेक्टिङ पावर अफ हेभेन्ली बडी। Which where is the most asteroid located in the solar system? Most asteroid located in the solar system is Mars and Jupiter मा most located भएको हुन्छ एस्टेरोइड्सहरू। एस्टेरोइडहरू मोस्ट कहाँ हुन्छ? मार्स र जुपिटरमा हुन्छ। त्यसपछि कोमेट भनेर हुन्छ। फेरि कोमेट भनेको तिम्रो कोमा र टेलबाट बनेको छ र दुवै के हुन्छ डस्ट पार्टिकल्सहरूको कन्डेन्स्ड भएर बन्ने हो र लाइटनिङ प्रड्युस गरेको हुन्छ। र राम्रोसँग लाइट कसले प्रड्युस गर्छ? कोमाले गर्छ र राम्रोसँग हामीलाई भिजिबल को हुन्छ? कोमा हुन्छ। टेल धेरैसँग हुँदैन। टेल पनि भिजिबल हुन्छ र भिजिबल दुइटै हुन्छ, कोमा पनि हुन्छ र टेल पनि हुन्छ। र राम्रोसँग भिजिबल कुन हुन्छ? कोमा हुन्छ। टेल कुन कन्डिसनमा भेला हुन्छ? जब सनको वरिपरि हुन्छ, जब सनको वरिपरि एराउन्डमा हुन्छ, सनको एराउन्डमा भयो भने त्यो बेला टेल अलिकति भिजिबल हुन्छ। र त्यो बेला पनि सोध्यो भने राम्रो भिजिबल कुन हुन्छ? कोमा हुन्छ। सो कोमा पार्ट अफ कोमेट भिजिबल फ्रम द अर्थ, पार्ट अफ कोमेट भिजिबल फ्रम द अर्थ भनेपछि कोमा राम्रोसँग भिजिबल हुन्छ। इट इज फर्मड बाई, अनि फर्मड बाई के हुन्छ? सोलार एन्ड रेडिएसन प्रेसर्सले फर्म हुन्छ कोमेटहरू। ठिक छ, सोलार र रेडिएसन प्रेसरले, किनभने त्यहाँ नजिक आयो भने ग्राभिटेसनल फोर्स र जुन रेडिएसन्स अब त्यो लाइटले गर्दा होइन अनि डस्ट पार्टिकल्सहरूको ग्राभिटेसन्सले गर्दा एउटा प्रेसर क्रिएट हुन्छ जसले गर्दा फर्म हुने हो। सो एट द एन्डमा के भन्न चाह्यो भने कोमेट भनेको कोमा प्लस टेलले हुन्छ। टेल भनेको तिम्रो यस्तो हुन्छ के, तिम्रो जुन कोमेटको न्युक्लियस हुन्छ नि, कोमेटको एउटा न्युक्लियस हुन्छ, न्युक्लियसको वरिपरि जुन घेरेको हुन्छ यसको डस्ट पार्टिकल, यसलाई कोमा भनिन्छ। र न्युक्लियस भन्दा ब्याकवार्ड पछाडिपट्टि यसरी डस्ट पार्टिकल हुन्छ, यसलाई के भनिन्छ? टेल भनिन्छ। के भनिन्छ? टेल, यसलाई टेल भनिन्छ। सो राम्रोसँग यो लाइटनिङ भएको हुन्छ तिम्रो कोमा। कोमा के हुन्छ? राम्रोसँग लाइटनिङ भएको हुन्छ। सो लाइटनिङ राम्रोसँग भएको कारणले गर्दा राम्रो आँखाले राम्रोसँग देख्ने भनेको कोमालाई हो। र टेल पनि लाइटनिङ हुन्छ तर राम्रोसँग लाइटनिङ कोमा हुन्छ। सो कोमा भयो आन्सर। टेल कुन बेला लाइटनिङ भएको हुन्छ? अझै बढी भएको हुन्छ। पहिला थोरै भएको भए पनि अलिकति बढ्ने कुन बेला हुन्छ? जब सनको वरिपरि हुन्छ। र कसरी बन्ने हो भने विन्ड र रेडिएसनको प्रेसर्सले बन्ने हो। बेस्ट अप्सन के हुन्छ तिम्रो? ए हुन्छ। के हुन्छ? बेस्ट अप्सन ए हुन्छ आन्सर। के हुन्छ? ए हुन्छ आन्सर। बुझ्यो? अब हटेस्ट प्लानेट अफ द सोलर सिस्टम के हो? भेनस हो। मर्करी नजिक भए पनि हटेस्ट प्लानेट अफ सोलर सिस्टम हुँदैन, किनभने भेनसको एटमोस्फियर जुन हुन्छ नि त्यो थिक हुन्छ। र थिक जुन हुन्छ नि त्यो थिक अफ कार्बन डाइअक्साइड हुन्छ। भनेपछि रेडिएसन जुन आउँछ त्यो जान गाह्रो हुन्छ क्या, बाहिर निस्किन गाह्रो हुन्छ। बाहिर निस्किन गाह्रो भएको कारणले गर्दा के हुन्छ? तिम्रो ग्रिन हाउस इफेक्ट हुन्छ। के हुन्छ? ग्रिन हाउस इफेक्ट हुन्छ, जसले गर्दा तिम्रो टेम्परेचर बढ्छ। र टेम्परेचर बढिसकेपछि चाहिँ के हुन्छ? हटेस्ट हुन्छ। मर्करीमा के हुन्छ भने रेडिएसन्स त आउँछ पनि तर आउँछ जान्छ हुन्छ क्या, सो टेम्परेचर त्यति बढ्दैन। भेनसमा के हुन्छ? थिक एटमोस्फियर भएको कारणले गर्दा कार्बन डाइअक्साइडले गर्दा भित्र त आउँछ र बाहिर चाहिँ जाँदैन। विच अफ द फलोइङ इज इभिडेन्स फर द बिग ब्याङ थ्योरी? अब हेर, रेड सिफ्ट अफ ग्यालेक्सिज, रेड सिफ्टले के भन्छ भने जुन अब्जेक्ट तारा छ त्यसको वेभलेन्थ के हुन्छ? अलिकति तन्किएर टाइपको आउँछ क्या, मतलब ठुलो भएर आउँछ। भनेपछि वेभलेन्थ रेड सिफ्टले के दिएको छ भने अब्जर्भड माइनस एक्चुअल डिभाइड बाई एक्चुअल। ठिक छ। सो जेड ग्रेटर देन 0 भयो भने यो भनेको एक्सपान्डिङ इन्डिकेट गर्छ। र जेड लेस देन 0 भयो भने के हुन्छ? कन्ट्राक्सन या फिर कन्ट्राक्टेड इन्डिकेट गर्छ। र यो जेड ग्रेटर देन 0 भयो भने एक्सपान्डिङ जुन इन्डिकेट गर्छ नि, यो भनेको तिम्रो कति बेला हुन्छ भने जब जेड ग्रेटर देन 0 भयो भने त्यो कति बेला हुन्छ भने जब एक्सपान्ड भइरहेको हुन्छ युनिभर्स, त्यो बेला। किनभने अब हेर, एउटा अब्जेक्ट यहाँ थियो, अब के हुन्छ? एकछिनमा अलिकति टाढा जान्छ, जसले गर्दा के हुन्छ? वेभलेन्थ त बढ्छ। वेभलेन्थ बढिसकेपछि अब तिमी जुन गर्छौ नि वेभलेन्थ त बढ्छ। सो पोजिटिभमा आन्सर आयो। यसलाई के भन्छ? रेड सिफ्ट भन्छ। अनि हाम्रो के छ भने
रेड सिफ्ट नै किन भन्यो भने VIGBY OR रेड भनेको सबभन्दा ठुलो वेभलेन्थ हुन्छ। सो वेभलेन्थ इन्क्रिज भएको कारणले गर्दा यसलाई के भनिन्छ एक्सपान्ड भन्छ। र बिग ब्याङ थ्योरीले के भनेको छ, बिग ब्याङ थ्योरीले भनेको छ पहिले चाहिँ हामी के थियो एउटा सर्टेन मासमा थियौँ, सर्टेन के थियौँ मासमा थियौँ, यस्तो पार्टिकल्सको मासमा थियौँ। पछि गएर के हुन्छ भने एउटा एक्सप्लोजन भयो, एक्सप्लोजन भइसकेपछि पार्टिकल्सहरू डिफ्रेन्ट डिफ्रेन्ट पार्टिकल्सहरू आफ्नो आफ्नो डिफ्रेन्ट डाइरेक्सनमा एउटा सर्टेन भेलोसिटीले डिफ्रेन्ट डाइरेक्सनमा एउटा सर्टेन भेलोसिटीले जान थाल्यो, डिफ्रेन्ट डाइरेक्सनमा एउटा सर्टेन भेलोसिटीले जान थाल्यो होइन, सर्टेन भेलोसिटीले जान थाल्यो भनेपछि सर्टेन भेलोसिटीले यसरी गइरहेछ, रेडिएट भइरहेछ, सबै के भइरहेछ टाढा जान थाल्यो, सेन्टरबाट सबै बाहिर छरिएर बाहिर निस्किन थाल्यो, बाहिर जान थाल्यो पार्टिकल्सहरू भनेपछि अवे गइरहेछ नि सेन्टरबाट। जस्तो बिग ब्याङ थ्योरीले यस्तो भन्यो र रेड सिफ्टले पनि सल्भ गर्दा यस्तै आइरहेछ, त्यो पनि टाढा भनिरहेछ जान्छ, यसले पनि बिग ब्याङ थ्योरीले पनि भनिरहेछ टाढा। सो कसले सपोर्ट गरिरहेछ उनलाई, रेड सिफ्ट अफ ग्यालेक्सी थ्योरीले बिग ब्याङ थ्योरीलाई सपोर्ट गरिरहेछ। र बिग ब्याङ थ्योरी कहिले भएको 14 मिलियन इयर्स अगो भएको हो, त्यसै लागि हाम्रो युनिभर्सको एज कति हुन्छ 13.8 और के भन्छ 14 बिलियन इयर्स अगो हुन्छ। त्यो 4.5 बिलियन इज द एज अफ अर्थ हो। सो त्यो बिगार्ने होइन, अब रेड सिफ्टले सपोर्ट गर्छ। त्यसपछि तिम्रो विच अफ द फलोइङ इज द रेट्रोग्रेड प्लानेट, रेट्रोग्रेड प्लानेट भनेको के हुन्छ भने जस्तो कि हाम्रो अर्थ छ नि, अर्थ भनेको तिम्रो वेस्ट टु इस्ट मुभ गर्छ भनेपछि तिम्रो जुन हुन्छ नि यो भेनस, भेनस जुन हुन्छ नि त्यो इस्ट टु वेस्ट मुभ गर्छ, के गर्छ इस्ट टु वेस्ट। जब हामी अर्थ हाम्रो वेस्ट टु इस्ट मुभ गर्छ, र जब हामी अर्थबाट हेर्छौँ भेनसलाई त्यसले कस्तो मुभ गरिरहेको हुन्छ इस्ट टु वेस्ट मुभ गरिरहेको हुन्छ। तर एट रियालिटी भन्यो भने यस्तो हुँदैन, एट रियालिटी भन्यो भने भेनस पनि वेस्ट टु इस्ट नै मुभ गरिरहेको हुन्छ, एट रियालिटी भेनस पनि वेस्ट टु इस्ट नै मुभ गरिरहेको हुन्छ। जुन हामीलाई इस्ट टु वेस्ट देखिरहेको हुन्छ नि, हामीले इस्ट टु वेस्ट देखिरहेको हुन्छ त्यो के हुन्छ एउटा अप्टिकल इल्युजन टाइपको हुन्छ। त्यो किन यस्तो हुन्छ भने हाम्रो रिलेटिभ भेलोसिटीको कारणले गर्दा, 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 रिलेटिभ भेलोसिटीको कारणले इस्ट टु वेस्टमा मुभ गर्छ। यो भनेको तिम्रो के भयो अप्टिकल इल्युजन, अप्टिकल इल्युजन, इल्युजन, अप्टिकल इल्युजन हुन्छ जस्ट, बुझ्यौ? त्यो एट द रियलमा त्यस्तो हुँदैन, तर इस्ट टु वेस्ट देखिन्छ किनभने रिलेटिभ भेलोसिटीको कारणले गर्दा। सो रेट्रोग्रेड प्लानेट भनेको के भयो तिम्रो भेनस इज द रेट्रोग्रेड प्लानेट भयो। र एउटा कुरा रेट्रोग्रेड RETRO रेट्रोग्रेड तिम्रो के भन्छ रोटेसन भन्यो भने कुन प्लानेटले गर्छ भेनसले गर्छ। र रेट्रोग्रेड मोसन भन्यो भने नि, रेट्रोग्रेड मोसन भन्यो भने नि, मोसन मोसन भन्यो भने एउटा भेनस त हुन्छ, स्याटर्न हुन्छ होइन, अनि जुपिटर पनि हुन्छ। यहाँ अप्सनमा छ हाम्रो जुपिटर पनि हुन्छ, के हुन्छ जुपिटर पनि हुन्छ, के हुन्छ जुपिटर पनि हुन्छ, के हुन्छ जुपिटर पनि हुन्छ। सो रेट्रोग्रेड मोसन र रेट्रोग्रेड रोटेसन फरक हो, हामीले यहाँ रोटेसन सोधेको छ। ल विच अफ द फलोइङ टाइप्स अफ स्टार हेज द हाइएस्ट टेम्परेचर, मैले भनिसकेँ ब्लू स्टार VIBGYOR BGYOR, लोवर द वेभलेन्थ, लोवर द वेभलेन्थ हायर इज द टेम्परेचर, जुन के भन्छ भाइलेट ब्लूहरूको हुन्छ। र तिम्रो के भन्छ हायर इज द वेभलेन्थ लोवर इज द टेम्परेचर, कोल्ड स्टार भनेको रेड भयो अनि हट स्टार भनेको ब्लू भयो। सो यसको बनायो भने ब्लू तिम्रो के हुन्छ भने हट हुन्छ, सबभन्दा अब डिसेन्डिङ अर्डरमा एरेन्ज गर्यो भने टेम्परेचरलाई डिसेन्डिङ डिसेन्डिङ अर्डरमा एरेन्ज गर्यो भने ब्लू व्हाइट येल्लो अनि लास्टमा के आउँछ तिम्रो रेड आउँछ। सो आन्सर के भयो तिम्रो हाइएस्ट टेम्परेचर कसको छ ब्लूको छ। त्यसपछि विच अफ द फलोइङ कन्स्टलेसन के भन्छ हन्टर भनेको राम्रोसँग भिजिबल एट द नाइट के हुन्छ ओरियोन्स हुन्छ। सो बी आन्सर भयो। त्यसपछि लाइट इयर इज द युनिट अफ, लाइट इयर हाम्रो इयर देखेर म्याक्सिममहरूले टाइम सोधिरहेको हुन्छ, टाइम हुँदैन, लाइट इयर इज द युनिट अफ डिस्टान्स हो। र यसको सनको के भन्छ तिम्रो टेम्परेचर हुन्छ 5800 केल्भिन भनेर हुन्छ। त्यसपछि मेन डिस्टान्स फ्रम द हेलस, हेलस भनेको तिम्रो के हो भने एउटा हेलियोसेन्ट्रिक के हुन्छ थ्योरी हुन्छ, र एउटा के हुन्छ तिम्रो जियोसेन्ट्रिक थ्योरी हुन्छ, जियोसेन्ट्रिक थ्योरी हुन्छ। एउटा हेलियोसेन्ट्रिक थ्योरी र जियोसेन्ट्रिक थ्योरी। हेलियोसेन्ट्रिक थ्योरी भनेको के हुन्छ भने सनको वरिपरि डिफ्रेन्ट प्लानेटहरू घुमिरहेछ भनेर के हो हेलियोसेन्ट्रिक थ्योरी भयो।
र अर्थको वरिपरि डिफ्रेन्ट प्लानेट घुमिरहेछ भनेको जियोसेन्ट्रिक थ्योरी हो। सो पहिला पहिला के थियो भने हेलियोसेन्ट्रिक थ्योरी कसले पत्ता लगाएको छ? निकोलस भन्ने साइन्टिस्टले पत्ता लगाएको छ 1600 एडीमा। 1600 एडीमा के छ? निकोलस भन्ने साइन्टिस्टले पत्ता लगाएको छ या फिर के भन्छ हेलिकोसेन्ट्रिक थ्योरी दिएको छ। हेलिकोसेन्ट्रिक थ्योरी दिएको छ र त्योभन्दा पहिला के थियो भने जियोसेन्ट्रिक थ्योरी भनेर थियो क्या। जियोसेन्ट्रिक भनेर थियो मान्छेहरूले के मान्थे भने रिलिजियस बिलिभको कारणले गर्दा मान्छेहरूले के मानिरहेको थियो भने तिम्रो अर्थको वरिपरि डिफ्रेन्ट प्लानेटहरू घुमिरहेछ, अर्थको वरिपरि डिफ्रेन्ट प्लानेटहरू घुमिरहेछ। तर त्यो के भन्छ निकोलस भन्ने साइन्टिस्टले आएर के भन्छ भने होइन, यस्तो होइन, सनको वरिपरि हाम्रो अर्थहरू पनि र डिफ्रेन्ट डिफ्रेन्ट प्लानेटहरू पनि घुमिरहेछ। अनि त्यो बेला चाहिँ उसलाई चाहिँ मान्छेहरूले धेरै हप्कायो भने त्यस्तो हुँदैन भनेर। त्यसपछि चाहिँ लास्टमा गएर उसलाई जेलमा पनि थुन्यो, तर पनि उसले मानेन। लास्टमा गएर चाहिँ उसले सनबाट नै हुन्छ भनेर भनिरहेको थियो क्या, सनको वरिपरि नै घुम्छ र कसले पनि त्यो टाइममा मानेन, उसको कुरा मानेन। र अरू के भन्छ जे होस् नराम्रो इम्प्याक्ट दिइरहेको थियो, नेगेटिभ उसलाई रिस्पोन्स दिइरहेको थियो। र लास्टमा गएर निकोलसलाई के गरे डराएर बर्न गरेर जलाएर जिन्दा जलाएर मारिदियो मान्छेहरूले। त्यो बेला आज आएर पछि गएर हामीहरूले त्यो के भन्छ हेलिकोसेन्ट्रिक थ्योरी त मानिरहेछौँ कि के भन्छ सनको वरिपरि चाहिँ हाम्रो अर्थ र अरू प्लानेटहरू मुभ गरिरहेछ, के भन्छ रोटेट गरिरहेछ, रिभल्भ गरिरहेछ भन्छ। त्यो टाइममा निकोलसले 1680मै भने हो, पछि गएर पत्ता त लाग्यो हो त्यो साइन्टिफिकल्ली। तर निकोलस भन्ने साइन्टिस्टले 1680मै भनिसकेको थियो। र त्यसमा त्यो बेला चाहिँ नमानेर उसले चाहिँ नमानेर जुन रियल भने मान्छेहरूले के गर्यो उसलाई जलाएर जिन्दा जलाएर मारिदिएको थियो। यो स्टोरी मात्रै हो, हामीले थाहा पाउने के हो हेलिकोसेन्ट्रिक थ्योरी थाहा पाउने र जियोसेन्ट्रिक थ्योरी थाहा पाउने त्यति हो। हेलिकोसेन्ट्रिक र जियोसेन्ट्रिक थ्योरी थाहा पाउने भयो। अब मैले यहाँ के भन्न खोजिरहेको थिएँ भने हेलिकोसेन्ट्रिक सेन्ट्रिक थ्योरी भनेपछि के हो भने हेलिकोसेन्ट्रिक थ्योरीमा के छ, सनको वरिपरि डिफ्रेन्ट के भन्छ प्लानेटहरू घुम्ने। सो हेलिको र सेन्ट्रिक भनेपछि सन सेन्टरमा छ भनेपछि सनको अर्को नाम के छ भने हेलिको पनि छ क्या, हेलिकस पनि छ, हेलियोस पनि छ, बुझ्यो? सो तिमीले यति बुझ्नु पर्यो, हेलियस टु अर्थ भनेर भने कन्फ्युज हुने भने मैले यहाँ डिस्टेन्स बिट्विन द सन एन्ड अर्थ नै सोधेको छु। मैले के गरेको छु, डिस्टेन्स बिट्विन द सन एन्ड अर्थ नै सोधेको छु। र सन र अर्थको डिस्टेन्स पनि 1 एस्ट्रोनोमिकल युनिट हुन्छ र 1.49 टेनको पावर 11 मिटर हुन्छ, बुझ्यो? दुवै सेम हो, मिटरमा गऱ्यो भने यति हुन्छ। एस्ट्रोनोमिकल बोथ इज द आन्सर, बोथ क्यान बी द आन्सर। र त्यसपछि मेजर सोर्स अफ एनर्जी के हुन्छ, सोलर एनर्जी इज द मेजर सोर्स अफ एनर्जी। विन्ड हुँदैन, बायोमास भन्दा पनि भन्दा सबभन्दा मेजर अल्टिमेट सोर्स अफ एनर्जी त सन नै हो नि त। अल्टिमेट सोर्स अफ एनर्जी त सन नै हो नि त। अल्टिमेट सोर्स अफ एनर्जी भनेको तिम्रो के हो, सन नै हो नि त, सन हो नि त, होइन? अल्टिमेट सोर्स अफ एनर्जी के हो, सन हो नि त। सन हो भने त्यसपछि के भयो, मेजर सोर्स अफ एनर्जी पनि के हुन्छ, सोलर एनर्जीबाट नै आउँछ। सोलर एनर्जी भने एनर्जी, सो सन भयो मेजर सोर्स अफ एनर्जी। मेजर सोर्स अफ एनर्जी अल्टिमेट सोर्स अफ एनर्जी सन, सो मेजर सोर्स अफ एनर्जी सोलर एनर्जी भयो। ठिक छ, एनी क्वेरिज, कसैलाई केही क्वेरी छ भने सोध, छैन भने चाहिँ अब मेसेज गर्दा पनि भयो। थ्याङ्क यू सबलाई, ल।